यो नुवाकोटको घरको जग्गामा चाहिँ सर्प भेट्यो होइन। यो सर्प चाहिँ कुन सर्प हो यसो थाहा न बताइदिनु है कमेन्टतिर आइज। ओ सोल्डरहरू चाहिन्छ हेर्नु न त कस्तो हुन्छ। चाहिन्छ म चाहिँ यसलाई एकदम होइन के भन्छ त्यो घरको जग्गामा नि आएर बसिदिरहेको रहेछ क्या। अनि यसलाई चाहिँ टक्क छोड्न गइरहेको छु है त। यो फोक्रिनै मानिरहेको थिएन होइन यो फेरि मर्छ होला धेरै साह्रो समय भने त टक्क यसलाई चाहिँ छोडिदिइराखौँ होइन नमारौँ। टक्क फेरि माऱ्यो भने त होइन के होला। यसलाई चाहिँ म टक्क त्यो पुलमा लगेर छोडिदिन्छु। यसले मलाई मार्नै सोचमा छ यो फेरि यस्तो बेटाइरहेको कस्तो छ होइन। अब टक्क लैजाउँ होइन छोडिदिइराखेको ओहो क्या छ कुन सर्प हो यार थाहा चाहिँ भएन मलाई नि होइन। टक्क बचोस् होइन ठुलै सर्प जस्तो लाग्यो मलाई। यसको बनावट यताउता हेर्दाखेरि कुन सर्प हो सबैलाई थाहा छ भने कमेन्ट हानिदिनु है। ए ए ए अब याद गरेर बस्छ जिन्दगीभर मलाई खै यसको ल ल बाई 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 गयो ल आउनेबाट जा 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 गयो ल गयो